ए खोलाको छेउमा घर होला, बस्नलाई सधैँ डर होला, ख्याल गर्नु है पर्दछ, बर्खामा खोला बढ्दछ, हाम्रो कुरा मान्ने त सुरक्षित हुन जान्ने त, पिर चिन्ता कहिले हुँदैन, विपत्तिले छुँदैन, पिर चिन्ताले छुँदैन, विपत्तिले छुँदैन। हेलासो ठुलो पानी परेमा, खोलामा बाढी बढेमा, ठुलो है पानी परेमा, खोलामा बाढी बढेमा, खोला नदी नतर्ने, खोलाको छेउमा नझर्ने, काठ दाउराको लोभले, माछा मार्ने लोभले, खोला छेउमा नजानु, बगर ल्याएको नखानु, बाढीले ल्याएको हुँदैन खाना, सतर्क बस्नुस् सबजना। हेलासो खोलाको बेग बढेर अस्वाभाविक देखिए, अस्वाभाविक देखिए, सुरक्षित ठाउँमा गइहाल्ने, सुरक्षित ठाउँमा गइहाल्ने, महत्त्वपूर्ण कागज ये हजुर, पैसा सुन अनि औषधि, साथैमा लाने नछाड्ने, साथैमा लाने नछाड्ने, साथैमा लाने नछाड्ने, बालवृद्ध अशक्त रोगीलाई सहयोग गर्ने अरूले, बलिया युवाहरूले यतिमा गरे जोगिन्छ ज्यान, यही कुरामा दिनुस् है ध्यान। हो यतिमा गरे जोगिन्छ ज्यान, यही कुरामा दिनुस् है ध्यान। लासो मौसमको जानकारी लिइराख्नु, थाहा पाएको कुरा चाहिँ अरूलाई जानकारी दिइराख्नु, सबैजना मिलेर सूचना प्रणाली बनाउनु, बाढीको सूचना आएमा, बाढीको सूचना आएमा, बस्तीमा खबर दिइहाल्नु, लौ बस्तीमा खबर दिइहाल्नु, राति नै भए पनि छाड्नुपर्छ गाउँ, जानु पो पर्छ सुरक्षित ठाउँ, राति नै भए पनि छाड्नुपर्छ गाउँ, सुरक्षित ठाउँमा जानुपर्छ हो। लासो लासो नमस्ते, म ओम तामाङ वाइबा। अहिले यो बर्खायामको समय रहेको छ, तसर्थ तपाईँहरू सम्पूर्ण चाहिँ यो खोला छेउछाउमा रहनुहुने सबैजना सुरक्षित साथ बस्नुहोला, खोला छेउछाउमा यो बर्खाको बेलामा सकेसम्म नजानुहोला। धन्यवाद। मौसम जानकारी लिने बानीले रक्षा गर्छ सानो सावधानीले।